र 1 नम्बर प्राप्त गर्न सफल भएको छ टिम नवलपुर। यो सँगै जम्मा स्कोर रहेको छ 1-3। नवलपुर 1 स्याङ्जा 3। र पनि 1 नम्बर प्राप्त गरेको छ टिम स्याङ्जाले। यो सँगै स्याङ्जा 4 नवलपुर 1 4-1। र 1 नम्बर प्राप्त गर्न सफल भएको टिम नवलपुर सँगै जम्मा स्कोर रहेको छ नवलपुर 2 स्याङ्जा 4। र फेरि 1 नम्बर प्राप्त गरेको छ टिम नवलपुरले। यो सँगै नवलपुर र पनि लगातार 1 नम्बर प्राप्त गरेको छ टिम नवलपुरले। यो सँगै जम्मा स्कोर रहेको छ 4 बराबर। फेरि 1 नम्बर प्राप्त गरेको छ टिम नवलपुरले। यो सँगै जम्मा स्कोर रहेको छ 5-4। नवलपुर 5 स्याङ्जा 4। लगातार पुनः 1 नम्बर प्राप्त गरेको छ टिम नवलपुरले। यो सँगै जम्मा स्कोर रहेको छ 6-4। टिम नवलपुर 6 स्याङ्जा 4। र 1 नम्बर प्राप्त गर्न सफल भएको छ टिम स्याङ्जा। यो सँगै स्कोर रहेको छ 5-6। स्याङ्जा 5 नवलपुर 6। फेरि पनि 1 नम्बर प्राप्त गरेको छ टिम स्याङ्जाले। यो सँगै स्कोर रहेको छ 6 बराबर। 6 बराबर। र 1 नम्बर प्राप्त गर्न सफल भएको छ टिम नवलपुर। यो सँगै स्कोर रहेको छ 7-6। नवलपुर 7 स्याङ्जा 6। र 1 नम्बर प्राप्त गर्न सफल भएको छ टिम स्याङ्जा। र यो सँगै स्कोर रहेको छ 7 बराबर। र पुनः 1 नम्बर प्राप्त गर्न सफल भएको छ टिम स्याङ्जा। र यो सँगै जम्मा स्कोर रहेको छ 8-7। स्याङ्जा 8 नवलपुर 7। निकै नै राम्रो प्रयाससँगै 1 नम्बर प्राप्त गरेको छ टिम नवलपुरले। र यो सँगै जम्मा स्कोर रहेको छ 8 बराबर। 8 बराबर। र सफल भएको छ टिम स्याङ्जा। र यो सँगै जम्मा स्कोर रहेको छ 9-8। स्याङ्जा 9 नवलपुर 8। फेरि पनि 1 नम्बर प्राप्त गरेको छ टिम स्याङ्जाले। यो सँगै स्कोर रहेको छ 10-8। स्याङ्जा 10 नवलपुर 8।
प्राप्त गरेको छ र योसँगै स्कोर रहेको छ 9-10 नवलपुर 9 स्याङ्जा 10। र 1 नम्बर प्राप्त टिम स्याङ्जाले यो सँगै जम्मा स्कोर रहेको छ 11-9 स्याङ्जा 11 नवलपुर 9। र फेरि पनि नम्बर प्राप्त गरेको छ टिम स्याङ्जाले सँगै स्कोर रहेको छ 12-9 स्याङ्जा नवलपुर 9 12-9। एक नम्बर प्राप्त गरेको छ टिम स्याङ्जाले र यो सँगै जम्मा स्कोर रहेको छ 13-9 टिम स्याङ्जा 13 नवलपुर 9। पुरै मसला के मजा आले र नवलपुरले फेरि 1 नम्बर प्राप्त गरेको छ र यससँगै जम्मा स्कोर रहेको छ 10-13 टिम नवलपुर 10 स्याङ्जा 13। र लगत्तै स्याङ्जाले पुनः 1 नम्बर प्राप्त गर्दै जम्मा स्कोर रहेको छ 14-10 टिम स्याङ्जा 14 नवलपुर 10। र 1 नम्बर प्राप्त गर्न सफल भएको छ टिम नवलपुर र यो सँगै जम्मा स्कोर रहेको छ 11-14 टिम नवलपुर 11 स्याङ्जा 14। हेलो फेरि 1 नम्बर प्राप्त गरेको छ टिम स्याङ्जाले यो सँगै जम्मा स्कोर रहेको छ 12-15-12 टिम स्याङ्जा 15 नवलपुर 12 र 1 नम्बर प्राप्त गर्न सफल भएको छ टिम नवलपुर र यो सँगै जम्मा स्कोर रहेको छ 13-15 टिम नवलपुर 13 स्याङ्जा 15। जनजातिहरुको लगभग सबैको तयारी आएन नि त। हेलो
भयो हेलो 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 स्याङ्जाले फेरि पनि 1 नम्बर प्राप्त गरेको छ र यो सँगै जम्मा स्कोर रहेको छ 18-13 स्याङ्जा 18 नवलपुर 13 फेरि पनि स्याङ्जाले 1 नम्बर प्राप्त गर्दै जम्मा स्कोर रहेको छ 19-13 र यसै बिचमा म एउटा सानो सूचना राख्न चाहे गाडी नम्बर 34677 टोयोटा हाइएस्ट गाडी नम्बर 34677 कृपया पार्किङबाट हटाइदिनु होला टोयोटा हाइएस्ट गाडी नम्बर 34677 जो कोहीको पनि हो कृपया पार्किङबाट हटाइदिनु होला टोयोटा हाइएस्ट गाडी नम्बर 34677 र हालसम्मको स्कोर रहेको छ 19 नवलपुर 13 सर्भिस गर्दै टिम स्याङ्जा र फेरि पनि स्याङ्जाले 1 नम्बर प्राप्त गरेको छ र यो सँगै जम्मा स्कोर रहेको छ 20-13 स्याङ्जा 20 नवलपुर 13 र लगातार पुनः 1 नम्बर प्राप्त गरेको छ स्याङ्जाले र यो 21-13 र फेरि नवलपुरले 1 नम्बर प्राप्त गर्दै जम्मा स्कोर रहेको छ 14-21 टिम नवलपुर 14 स्याङ्जा 21 र निकै नै राम्रो प्रहारसँगै स्याङ्जाले 1 नम्बर प्राप्त गरेको छ र यो सँगै स्कोर रहेको छ 22-14 टिम स्याङ्जा 22 नवलपुर 14 र निकै नै राम्रो प्रहारसँगै नवलपुरले 1 नम्बर प्राप्त गरेको छ र यो सँगै जम्मा स्कोर रहेको छ 15-22 टिम नवलपुर 15 स्याङ्जा 22 फेरि पनि नवलपुरले 1 नम्बर प्राप्त गरेको छ र यो सँगै जम्मा स्कोर रहेको छ 16-22 टिम नवलपुर 16 स्याङ्जा 22 र लगत्तै फेरि 1 नम्बर प्राप्त गरेको छ टिम स्याङ्जाले र जम्मा स्कोर रहेको छ 23-16 हेलो र हालसम्मको स्कोर रहेको छ नवलपुर 17 स्याङ्जा 24 स्याङ्जा 24 नवलपुर 17 सर्भिस गर्दै टिम नवलपुर
र यो सँगै यो खेल यो सेटको टिम स्याङ्जाले